नमस्कार सबैजनामा डाइनेमिक टेक्नोसफ्ट च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी डाइनेमिक एकाडेमिक इआरपीको प्रयोग गरी स्टुडेन्ट समरी प्रिन्ट गर्न र एक्सेलमा एक्सपोर्ट गर्न सिक्दैछौँ। आउनुहोस् सबैभन्दा सुरुमा लगइन गरौँ। लगइन गरिसकेपछि हजुरहरूले ड्यासबोर्ड र लेफ्ट साइडमा मोड्युल्सहरू देख्न सक्नुहुन्छ र त्यही मोड्युल्स अन्तर्गत हामी एकाडेमिक म्यानेजमेन्टमा क्लिक गर्नेछौँ र त्यसभित्र स्टुडेन्ट रेकर्ड र स्टुडेन्ट रेकर्डभित्र स्टुडेन्ट रिपोर्टमा क्लिक गर्नेछौँ। क्लिक गरिसकेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ। त्यसपछि हामीले कुन क्लासको समरी हेर्ने भनेर क्लास चुज गर्नुपर्ने हुन्छ र सबै क्लासको समरी हेर्ने भए अलमा सेलेक्ट गर्नुपर्ने हुन्छ। अहिलेको लागि मैले एउटा स्पेसिफिक क्लासमा चुज गरेको छु। त्यसपछि त्यो क्लासको स्टुडेन्टको डिटेलहरू यसरी देख्न सक्नुहुन्छ। त्यसपछि हामीले कुन कुन डिटेल्स हेर्ने भनेर यो 3वटा हरिजेन्टल लाइन्समा क्लिक गर्नुपर्ने हुन्छ र कुनै कलम हटाउनको लागि हामीले त्यही कलमको छेउमा भएको टिकमा क्लिक गर्नुपर्ने हुन्छ। हामीले एक्सपोर्ट अल डाटा एज CSVमा क्लिक गर्यौं भने सबै कलमको डेटाहरू एक्सपोर्ट हुन्छ र त्यसै गरी एक्सपोर्ट भिजिबल डेटा एज CSVमा क्लिक गर्यौं भने चाहिँ सेलेक्ट गरेको डेटाहरू मात्र एक्सपोर्ट हुन्छ। यो डेटाहरू प्रिन्ट गर्नको लागि हामीले प्रिन्ट आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी हामीले सजिलो तरिकाले स्टुडेन्ट समरी प्रिन्ट गर्न र एक्सेलमा एक्सपोर्ट गर्न सक्छौँ। हजुरहरूलाई अरू कुनै टपिकमा भिडियो हेर्नु मन छ भने तल कमेन्ट गर्नुहोला।